प्रिय दर्शकबिन नमस्कार। हजुरको समक्ष फेरि पनि छोटो भिडियो लिएर उपस्थित भइसकेको छु। आज एकदमै रोचक कुरा भन्न गइरहेको छु। त्यसमा तपाईँहरूले आफ्नो प्रतिक्रिया पनि राख्नुहोला। विशेष गरी आज 15 अगस्तको दिन धेरै जस्तो मान्छेहरू हर्ष उल्लासको साथमा यस दिनलाई थाहा गर्ने गर्छ। खास कुरा चाहिँ के छ भने नि प्रायः जग्गामा 15 अगस्तमा चाहिँ पोलिटिसियनहरू एज अ चिफ गेस्ट आएको हुन्छ है। जो पोलिटिसियन्सहरूले चाहिँ बच्चाहरूको भविष्यसँग खेलवाड गरिरहेका छन्, बच्चाहरूले उनीहरूकै भाषणमा ताली बजाउनुपर्छ, उनीहरूको पोलिटिकल भाषण सुन्नुपर्छ आज 15 अगस्तको दिन। यस्तो छ विडम्बना है। तपाईँहरूलाई के लाग्छ? यो चाहिँ मैले बचपनमा स्कुलमा जब मार्चपास्टमा भाग लिँदाखेरि कतिजना साथीहरू छेउमा ढल्दै थिएँ होइन, त्यस समयमा मैले महसुस गरेँ। तपाईँले यो कुरा महसुस गर्नुभएको छ कि छैन? होला नि तपाईँले हाम्रो जग्गामा त्यस्तो नहोला नि, कहीँ न कहीँ त भइरहेछ। कुनै पनि यस्तो हस्तीहरू हुनुपर्ने जसले देशको लागि वास्तवमा केही गरेका छन्, त्यस्तो नोबल व्यक्तिहरू चाहिँ आजको दिनमा चिफ गेस्ट हुनुपर्ने। तपाईँले आफ्नो प्रतिक्रिया राख्न सक्नुहुन्छ कमेन्टमा। कमेन्ट बक्स खुल्ला छ। जे लेखेको हुनुहुन्छ आफ्नो आफ्नो मनको भावनात्मक कुराहरू तपाईँले यहाँ पोख्न सक्नुहुन्छ। कसै केही आपत्ति छैन।